नेपालगञ्ज जियाको डेली मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। हाई एभ्रीवान। बिहान 5 बजे नै म चाहिँ रेडी भइसक्छु क्याम्पस जानको लागि र क्याम्पस पनि सकेर म चाहिँ घरतिर आउँछु अनि मम्मीले चाहिँ सिंगाडा किन्दै हुनुहुन्थ्यो अनि आज चाहिँ मेरो आफूलाई प्याम्पर गर्ने डे थियो अनि मैले चाहिँ नेल्सहरू हाल्न गएको थिएँ, एक्सटेन्सन गराउन गएको थिएँ। मैले चाहिँ बोथ ह्यान्डमा गराइरहेको थिएँ अनि कलर पनि चुज गरिरहेको थिएँ। म नेल्स बनाउन जाने भनेको नि दिया युनिसेक्स सेलुनमा हो अनि अलिकति कन्टेन्ट पनि खिच्यौँ हामीले। नेल एक्सटेन्सन गरिदिने मान्छे चाहिँ उनी नै हुन् अनि हजुरहरूले हेर्न सक्नुहुन्छ कति राम्रो एक्सटेन्सन गरिदिएको छिन्। अनि म चाहिँ घर फर्किसकेको थिएँ, साँझ परिसकेको थियो अनि भाइले चाहिँ यमरी खाने भनेर तातो पानी चामलको पिठोमा मिक्स गरेर उसले चाहिँ पेस्ट बनाउँदै थियो, डो बनाउँदै थियो। अनि चाकोको लागि चाहिँ भेली पनि बोइल गर्न राखिदिइसकेको थिएँ। उसलाई खाना मन लागेपछि उसको सुर चलेपछि उसले पकाइ नै हाल्छ जे कुरा पनि। अनि म चाहिँ रोटी बनाउँदै थिएँ अनि उसले चाहिँ मलाई सिकाइरहेको थियो यसरी बनाउनु पर्छ भनेर। नरिवल एकदमै मसिनो गरेर काटेर भेलीसँग मिक्स गरेर पकाएको थियो अनि उसले चाहिँ त्यही नै चाको जसरी बनाएर हालेको थियो। मलाई पनि सिकायो, मैले पनि गराइरहेको थिएँ। हामीले चाहिँ मोमो पकाउने भाँडामा बनाइरहेको थियौँ। मलाई जसरी स्टिम गरिन्छ त्यसरी यसलाई पनि गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ कस्तो मजाको बाफ निस्किँदैछ अनि हामीले तातो खायौँ यमरी पाकिसकेपछि। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।